बाख्राहरू क्या मजाले चरिरहेछ नि। हुनेवाला खसी है साथीहरू, यो खसी खसी के फलेछ हो। असारेको दाना लटरम्म फलेछ। असारे भन्छ है साथीहरू यसलाई। यसको चाहिँ हामीले पहिला बन्दुक बनाएर पड्काउँथ्यौँ, बाँसको गजा बन्दुक बनाएर पड्काउँथ्यौँ। साथीहरू म तपाईँहरूलाई आज एउटा कुरा देखाउन गइरहेको छु। यो कुरा भने चाहिँ के हो भन्दाखेरि यो हामी पहिला खेल खेल्ने चौर यस्तो छ। यो खोलाको छेउमा अलिकति भिरालो जमिन थियो। त्यो जमिन चाहिँ यहाँ शिक्षक, विद्यार्थी, युवा, गाउँले सबै मिलेर यसो दुःख सुख खेल्ने बनाएका थियौँ। भलिबल खेल्दाखेरि 3-3 जना खेल्न मिल्छ। तर केटाकेटीको लागि यो खेलकुद चौर पनि एकदम पर्याप्त हो हैन। किनभने त्यतिखेर 2 रोपनी जग्गामा मात्रै बनेको थियो त्यो स्कुल, अनि खेलकुद चौर चाहिँ थिएन। अनि यहाँ यसरी आएर दुःख सुख खेलिन्थ्यो। ठुलो मान्छेहरू पनि खेल्थे यहाँनिर हैन भलिबल दुःख सुख। अनि यहाँ तलतिर जान्थ्यो क्या खोलामा बल जहिले। अनि त्यतिखेर भलिबल खेल्नुहुन्थ्यो भलिबल। अनि तल जान्थ्यो यो तल खोल्सामा है। अनि त्यो भलिबल टिप्नको लागि हामी यति लडाइँ झगडा गरिन्थ्यो त बाबा है। यसरी यो धारा चाहिँ जीर्ण भइसकेछ बिचरा है। यो एकदम बलियो खालको धारा हुँदो रहेछ यो, एकदमै नबिग्रिने। तर अहिले यहाँ प्रयोगविहीन भएर बसेको छ। ल न साथीहरू, यो के हो थाहा छ? यही हो सर्पको मकै भनेको। यो हो निबारे गाउँ गाइज। ट्याक्क अहिले स्कुल चाहिँ एकदम रमाइलो देखिरहेछ। माथितिर यस्तरी बादल लागेको छ। यता जङ्गल छ, यता पनि घर छ। यहाँनिर अलिकति मात्रै छ। यो विद्यालय सुरु हुने बेला चाहिँ यहाँनिर चाहिँ गरा थियो। अनि त्यो गरामा चाहिँ त्यहाँ यो बाटो चाहिँ पहिला फलाटे बजार जाने, फलाटे लगायत सदरमुकाम ओखलढुङ्गा जाने एउटा बाटो थियो। त्यो बाटो पाइक परेको हुनाले यहाँनिर सानो गरामा 2टा कोठा भएको कटेरो थियो। मलाई याद हुँदाखेरिको कुरो। यो होटल खोल्न भनेर बुवा आमाले बनाउनु भएको छ। अनि बुधबार यसो चिया पसल खोल्ने भनेर त्यही कटेरोबाट चाहिँ स्कुल सुरु भएको हो। यो लगभग 2045 सालदेखिको कुरो भन्ने कुरो छ हैन। अनि त्यस पछाडि यहाँनिर चाहिँ दुई रोपनी जग्गा उपलब्ध भयो। अनि यो चाहिँ डाँडो पाखै थियो। काट्दा यो घारीहरू काट्दाखेरि यत्रो पहाड भयो है। यत्रो पहाड भयो। पहाड बनाएर यो ठाउँमा त विद्यालय त कति खोलियो कति फेरियो। अब सानो प्रोजेक्टहरू पर्छ है, यताउता टक्का पारो। अनि यो ठाउँलाई चाहिँ माने डाँडा भन्छ क्या। माने डाँडा। यो माने डाँडा चाहिँ किन भनियो भन्दाखेरि यो हो माने हैन, यो हो माने। अनि यो माने चाहिँ तपाईको पुरानो माने चाहिँ यहाँनिर थियो, जुन बाटोको बिचमा थियो। अनि त्यो सबै भत्काएर यसलाई खनेर मानेलाई चाहिँ कहाँनिर स्थापित गर्यो भन्दाखेरि यो माने जुन यो मूर्तिहरू
यो कुँदिएको अक्षरहरू चाहिँ सबै निकालेर यहाँनिर परतिर बनाइएको थियो। यो तल चौतारा हो। चौताराको अहिले नाम निशाना छैन। नाम निशाना त छ, यो झार एकदमै छोपिएको छ। अनि यो मानेलाई चाहिँ पुनर्स्थापना गरिएको हो। यहाँ हाम्रो गाउँको एकजना लाउरे बाले फेरि पनि आएर उहाँले यो माने चाहिँ उहाँको धर्म होस् भनेर एउटा चिनारी पनि होस्, पुरानो कुरालाई फेरि पनि स्थापित गर्न सकौँ भनेर उहाँले सिमेन्टेड गरेर बनाइएको छ। तर यो चाहिँ अहिले एकदम यसरी बर्खाको समय छ अनि यो उहाँले बनाएको चौतारो हो। उहाँ आफैले लेखेर ल्याएको यो शिलालेख पनि छ हैन। यो बाटो चाहिँ हिँड्न छोडे, किन भन्दाखेरि यो मास्तिरबाट चाहिँ अलि माथिबाट रोड खनिएको छ। यो ठाउँमा चाहिँ प्रशस्त जुका पनि लाग्छ क्या, त्यसले गर्दाखेरि यो सानो बाटोमा त्यति हिँड्दैन, मान्छेहरू हिँड्न छोडिसके। अनि पछि यसरी स्कुल बन्यो हैन, यसरी ट्रस्ट बनाइयो, स्कुल पर्यो। यो स्कुल यहाँ पर्नमा चाहिँ मुख्य भूमिका चाहिँ एकजना हाम्रो समाजसेवी, समाजको अगुवा, राजनीति पनि गर्नुहुन्छ, उहाँ कोबहादुर सुनवार हुनुहुन्छ, मेरो मामा हुनुहुन्छ। उहाँले पारिराख्नुहुन्छ यहाँ विभिन्न चरणमा। यो चौर खन्नको लागि चाहिँ यहाँ गोरु जोतेर हैन, ल्याडकोलेसम्म पनि ल्याडको लाएर गोरु जोतेर चौर समाउनेसम्मको काम भएको हो यो ठाउँमा। यो पारीको ढुङ्गा यति थिएन, सबै यो ठाउँमा परेको छ हैन। यो किनभने तल यो भिरालो जमिन तलदेखि गाह्रो बुनेर माथि उठाइएको। अनि अहिले चाहिँ यहाँ विद्यालय छैन, यहाँबाट सारियो। यहाँबाट अलि मास्तिर माथि जङ्गलमाथि एउटा ठाउँ छ, म त्यहाँ पनि देखाउँछु। अनि अहिले चाहिँ यो सबै बिक्रीमा छ। कोही किन्न चाहनुहुने महानुभावहरूले यसलाई किनेर लगेर हैन आफैले प्रयोग गर्न सक्नुहुन्छ। यो केही चाहिँ बिकेको छ। यो पनि एउटा संस्थाले उपलब्ध गराएको 72 सालको भूकम्पपछि उपलब्ध गराइएको ट्रस हो। यो चाहिँ माथि बनेको थियो, पुरानै स्कुलमा बनाएको, के अरे मास्तिर डाँडाको स्कुलमा बनाइएको थियो। पहिलो यहाँ मास्तिर घारीमा थियो हैन, घारीबाट कटेरोबाट यहाँनिर स्थापित गरियो। यहाँबाट अलिकति यसरी विस्तृत हुँदै गयो। तर यो ट्रस चाहिँ यहाँ थिएन, माथिको डाँडाको स्कुलमा थियो। किनभने यहाँ जमिनको अभावले गर्दाखेरि क्या, यो ठाउँमा विद्यालयलाई जमिनको अभावले गर्दाखेरि विद्यालय बार सार्नु पर्यो हैन। यो माथिको स्कुल चाहिँ किन यहाँ सर्यो भन्दाखेरि, यहाँ होइन, यहाँबाट माथि सरेको। माथिबाट पनि यो ट्रस फेरि किन ल्याइयो भन्दाखेरि 2072 सालको भूकम्प, ठुलो भूकम्पले त्यहाँ चाहिँ एकदमै डाँडा सबै भत्काइदियो क्या, पहिरो आयो। त्यसले गर्दाखेरि त्यहाँबाट फेरि केही समयको लागि टेम्परेरी भनेर यो ठाउँमा ल्याइयो। किन यो छ र यो पहाडमा दुःखभन्दा अरू भन्ने गीत सुन्दाखेरि चाहिँ हो कि जस्तो पनि लाग्छ है। न मान्छेले राम्रो खान पाएको छन्, न राम्रो लाउन पाएका छन्। जतिखेर धुस्रो पुस्रो अनि मेलापात गोठालो है, दौडधुप, फेरि जिन्दगीमा गर्नु पनि अरू के छ र है, गर्नु पनि के छ र। मान्छे त दुःख गर्नै जन्मेको हो जस्तो लाग्छ। अनि सहरतिर गयो, गाउँतिर आउन मन लाग्छ, गाउँतिर आयो सहरतिर जान मन लाग्छ। मन छ चञ्चल, के गर्ने त गाइज। अब गाउँतिर पनि यसरी रोड पुगिसकेको छ। यो रोड हो, माथि वरिपरि यो उत्तिसको रुखहरू देख्न सक्नुहुन्छ। यो रुख तपाईँको बिग्न थालेको छ यो ठाउँमा है।
यो पहिरो जाने ठाउँमा चाहिँ अत्याधिक उत्तिस उम्रिने रहेछ। यो उत्तिस भनेको अहिले यति बिकिरहेछ कि यति बिकिरहेछ नि कुरै नगरौँ। यहाँ त पैसै पैसा छ, पैसै पैसा। ल यो रोड हो साथीहरू। म चाहिँ यो डाँडाको स्कुल देखाउन गइरहेको छु, जुन अघि तपाईँलाई देखाएको थिएँ नि। त्यो स्कुल यो ठाउँमा सरेको थियो। यो रुखहरू केही पनि थिएन, यो झाडी यस्तो केही पनि उम्रेको थिएन जुन 72 सालको भूकम्प आउँदाखेरि। यो एकदम नाङ्गो पाखा थियो अनि यहाँनिर चाहिँ ठुलो ठुलो चौर थियो। सर्लक्क यहाँ यसरी पहिरो गयो। पहिरो गइसकेपछि यसरी यो उत्तिस उम्रेर पुरै जङ्गल भएको छ र केही समयपछि 3-4 सालपछि यो सानो उत्तिस पनि बिग्नेवालामा छन्। यो रोड चाहिँ अहिले खुस्पु पल्लो गाउँसम्म पुगेको छ। स्कुल जाने चाहिँ यहाँबाट थियो, यो माथिल्लो बाटो यहाँबाट पनि। यो रोडबाटै सामानहरू ढुवानी गरिएको थियो। त्यो अघिको जुन ट्रस थियो नि, त्यो ट्रस चाहिँ यहाँनिर बनेको थियो। त्यो ट्रस दिने संस्थाको नाम चाहिँ मैले ठ्याक्कै बिर्सेँ। लगभग 3-4वटा ट्रस दिएको थियो त्यो संस्थाले। मजाको थियो यो ठाउँमा। हामी मान्छे लगायत डोजर, पहिला मान्छेले श्रमदान गरेर, गाउँलेहरूले श्रमदान गरेर चौर बनाएका थियौँ। अनि त्यस पछाडि यो जेसिबी डोजर आएपछि डोजरले खनेको हो। अनि यो यस्तो भयो। यहाँनिर पनि यस्तो बिल्डिङ पनि बनेको छ क्या। यो बिल्डिङ कम्प्लिट हुन नपाई, पुरा हुन नपाइकन भूकम्पले यसरी छेदविच्छेद बनाइदियो। यहाँ अझ अरू राम्रो भवनहरू पनि थिए। अहिले यस्तो खण्डहर भएको छ, जङ्गलमा परिणत भएको छ। स्कुलको केही फर्निचरहरू चाहिँ अझै पनि यहाँ छ, पुरानो फर्निचरहरू है। यो ठाउँको नाम चाहिँ डाँडाखर्क भन्छन्। यो एकदम आनन्दको ठाउँ क्या। वरिपरि सबै देखिने गजबको ठाउँ थियो। यता पल्लोपट्टि पनि गाउँ छ। यस्तो अवस्था छ। यो शिक्षाबाट दिइएको 4 कोठे 2 तले भवन हो। अहिले यस्तो खण्डहर अवस्थामा छ। यो तल्लो भेगमा सबै टोयलेटहरू बनाइएको थियो। अनि यो उतापट्टि देखिएको चाहिँ सामुदायिक वन हो साथीहरू। यो माथिबाट पहिरो आएर है सबै यस्तो बनाइदियो क्या। यहाँनिर त एकदम राम्रो संरचना बनिसकेको नै थियो भनौँ न। यहाँबाट पुरै यो पल्लो गाउँ देखिन्थ्यो। अहिले चाहिँ यो रुखहरू बढेर है, झाङझाडी बढेर कतै पनि नदेखिने चुस्स पर डाँडा देखिँदो रहेछ। यो हो सामुदायिक वन। अनि खुस्पु गाउँ चाहिँ योभन्दा अलि पर छ। यस्तो पुरै जङ्गल झाडी भएछ। यस्तो छ यो ठाउँले। विद्यालयलाई, स्कुललाई चाहिँ स्थायी बनाउन चाहिँ धेरै मेहनत गरेको छन्। यहाँको मान्छेले धेरै मेहनत गरेका छन्, धेरै पसिना बगाएका छन्। यसरी ठाउँ सार्दाखेरि पनि पुरा गर्न निकै गाह्रो भयो है साथीहरू। खुन पसिना मेहनत धेरै बगाएका छन्। यो किनभने यो ठाउँ चाहिँ एकदम विकट ठाउँमै पर्छ क्या। उतापट्टि पनि जङ्गल छ, यस्तो भिर पहरा होइन। सदरमुकामबाट पनि धेरै टाढा उत्तर पश्चिम बेलमा पर्छ यो जिल्ला सदरमुकामबाट। अनि उतापट्टि तलपट्टि एउटा चकोती खोला भन्ने छ। त्यसले गर्दाखेरि बर्खामा यहाँ गाडी आउँदैन। पहिला गाडी त चल्ने कुरै थिएन। हामी गाडी चढ्न, मलाई याद हुँदासम्म मैले कहाँदेखि नुन बोकेको भन्दाखेरि जिरी होइन, दोलखाको जिरीबाट नुन बोकेको हो। त्यहाँबाट सर्दै ठोसे हुँदै यता पिर्तीबाट 81 यो लिखुचार ग्रिन भेन्चरले लिखुचार भन्ने
प्रोजेक्ट चलाएपछि, जलविद्युत प्रोजेक्ट चलाएपछि चाहिँ यो ठाउँमा अचानक यो रोडको सुरुवात भयो। अनि त्यस पछाडि चाहिँ अहिलेको जीवन चाहिँ अलि सहज छ। तैपनि अहिले धेरै सहज त छैन, निकै गाह्रै छ। अब के भनिराख्नु र, यो यस्तै हो, दुःख सुख। म यहाँबाट चाहिँ तपाईँहरूलाई अहिलेको नयाँ बनेको भवनतिर र त्यसको बारेमा बताउन जानेछु है त गाइज। अहिले नयाँ बनेको विद्यालय चाहिँ यो हो। यसको बारेमा कुरा गर्न गइरहेको छु। म त्यहाँ प्राङ्गणमा जानेछु साथीहरू। मैले चाहिँ अलि पारिपट्टिबाट देखाएँ, टक्क सबै देखियोस् भनेर। साथीहरू, मैले अघि देखाएको सानो चौर पछिको बनेको चौर यो हो। यो पनि अहिलेसम्म व्यक्तिहरूकै नाममा छ। यो ठाउँ यस्तो छ, व्यक्तिहरूकै नाममा छ। यो माथिल्लो साइडमा रमेश कुमार सुनवार, अनि उतापट्टि खबिन्द्र सुनवार, यता तल्लोपट्टि म आफ्नो विकास सुनवारको नाममा छ। अनि यता पारिपट्टि प्रमोद सुनवारको नाममा। यो चाहिँ सबैले जग्गा दिएर डिपिआर गराउने सिलसिलामा थियो। यो अधुरै रह्यो किनभने सरकार परिवर्तन भयो। सरकार परिवर्तन भएपछि त्यही हो, विकासका कुराहरू कहाँ कहाँ पुग्दो रहेछन्। अहिले यो खेलकुद चौर बनेर अहिलेको यहाँको युवा युवतीलाई अलिकति सहज भएको छ। हुन त बल त छुङछुङ गर्छ तल बारीतिर है। चौर पनि खासै त्यति ठुलो छैन, तर यतिले भए पनि निकै राम्रो भइरहेको छ। यो एउटा राम्रै कुरा हो। यो हो नयाँ बनेको विद्यालय। अहिले एकदमै यो अपाङ्ग मैत्री पनि छ। यो शौचालयहरू पनि एकदम राम्रो बनेको छ। यो चाहिँ GWSबाट बनाएर वितरण गरिएको यो खानेपानी र टोइलेट विद्यालयको लागि। यो मैदान यो धुवोले गर्दा यति शानदार भएको छ कि यस्तो छ। यो तलको चाहिँ हाम्रो जिल्ला ओखलढुङ्गाको नमुना चित्र हो भने माथि नेपालको चित्र छ। यो पनि यहीँ पढ्ने विद्यार्थी भाइ बहिनीहरूले आर्ट गरेको, भूतपूर्व विद्यार्थीहरूले। यो चाहिँ शिक्षाबाट उपलब्ध भएको 4 कोठे 2 तले 4 कोठे बिल्डिङ हो। अघिको जस्तै, अघिको त्यो फेल खाइसकेपछि यो फेरि पुनः दिएको। अनि यो चाहिँ एउटा संस्थाबाट वितरण भएको विद्यालय हो। यो पार्न सफल पारिदिनु हुने खिलाराज सुनवार हुनुहुन्छ, हाम्रो खिजीडेम्बा 5 निवासी। उहाँ ट्रेकिङ व्यवसायी हुनुहुन्छ। उहाँ मार्फत यो उपलब्ध भएको यो ठाउँको लागि एकदमै जरुरी थियो, एकदमै आवश्यक थियो। ल यहाँ तलतिर फेरि कोदो रोपाइ पो सुरु भइसकेछ त। ल असारको दिन छ साथीहरू, यस्तै छ हाम्रो गाउँघर। अनि यो विशेष गरेर यो जग्गा बनाउन के अरे
विद्यालय बनाउनको लागि जग्गा उपलब्ध गराइदिनु हुने महान व्यक्ति हुनुहुन्छ हाम्रै खिचिदेम्बा। उहाँको घर चाहिँ पर, अलिकति म तपाईँलाई जुम गरेर देखाइदिन्छु। यो पर उहाँ चाहिँ एक्स भूपो ब्रिटिस आर्मी हुनुहुन्छ। अहिले पनि उहाँ युकेमै बसोबास गर्नुहुन्छ। उहाँको डिटेल चाहिँ यहाँ छ। ट्याक्क म खिचिदेम्बा गाउँपालिका वडा नम्बर 5 निबारे पूर्व 3 खिच ओखलढुङ्गामा रहेको पुर्खेली जग्गा श्री जनज्योति आधारभूत विद्यालयलाई निःशुल्क रूपमा प्रदान दिएका छौँ। जग्गादाताहरू श्री खबिन्द्र सुनवार, उहाँ चाहिँ बुवा हुनुहुन्छ, अनि उहाँको छोरा श्री मिलन चन्द्र सुनवार, अनि अर्को छोरा श्री अन्वेश सुनवार। 2076 साल मङ्सिर 8 गते बुधबार इस्वीसम्म 25 नोभेम्बर 2019मा चाहिँ उहाँहरूले यो विद्यालयको लागि जग्गा उपलब्ध गराउनु भएको छ। उहाँहरूलाई एकदमै भित्रै मनदेखि हृदयदेखि धेरै धेरै धन्यवाद। यो ठाउँको लागि, यो विद्यालयको लागि, विद्यालय बनाउनको लागि एकदमै यो जमिनको जरुरी थियो, आवश्यकता थियो। त्यसले गर्दाखेरि उहाँहरूलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। आजको ब्लगलाई म यहीँ अन्त्य गर्ने अनुमति चाहन्छु। साथीहरू यस्तै ब्लगहरू फेरि पनि आउनेछन् भन्दै बिदा हुन चाहन्छु। नमस्ते।